नेपाल किन विकास भइरहेको छैन? यो प्रश्न मात्र नभएर चिन्ताको विषय पनि हो। यसले हरेक नेपालीलाई गजगजाइरहेको छ। जब मैले रिसर्च गरेँ यही विषयमा 51,000 भन्दा बढी आधिकारिक वेबसाइटहरू पाएँ। यद्यपि देशको अवस्था हेर्दा मनमनेको शङ्का, चिन्ता र प्रश्नहरू उब्जिने गर्छ। प्रख्यात विद्वान सिल्वेन लेवी, जो एक फ्रान्सेली लेखक हुन्, उनले पनि नेपालको इतिहास र हिन्दू राज्यको बारेमा गहिरो अध्ययन गरेका छन्। उनको अध्ययनका केही बुँदाहरूलाई निहाल्दा मनमा झन् ठुलो कौतूहलता थपिन्छ। आखिर कस्ता अप्ठ्याराहरूले गर्दा हामी यसरी पछि परेका हौँ त? के नेपाल विकास नहुनुमा हाम्रो भौगोलिक परिस्थिति नै मुख्य कारण हो? मेरो जस्तो धेरै नेपालीहरूको मनमा एउटा विचार खेलिरहन्छ। हाम्रो देशको सिमाना समुद्रसँग नजोडिनु नै हाम्रो सबैभन्दा ठुलो कमजोरी हो त? समुद्रसम्म सिधै पहुँच नहुँदा के नेपालले साँच्चै बाँकी संसारसँग स्वतन्त्र रूपमा व्यापार गर्न नसकेरै हो त? कूटनीतिक रूपमा समाधान खोज्दा खोज्दै पनि समुद्रले छोएका अरू देशहरूको तुलनामा नेपालले 40% भन्दा बढी अतिरिक्त खर्च बेहोर्नुपर्छ। जहाँ अरू देशले 1 अर्बमा सामान ल्याउँछन् भने त्यही लजिस्टिकका लागि नेपालले 1 अर्ब 40 करोड खर्च गर्नुपर्ने हुन्छ। अनि यसको मुख्य कारण हो यातायात र ढुवानी शास्ति। अनि हामीलाई महसुस हुन्छ कि यदि अन्य देशहरू जत्तिकै बराबर पैसा मात्र खर्च हुने हो भने बचेको पैसा विकासका लागि अन्य पूर्वाधारहरूमा खर्च गर्न सकिने रहेछ। अर्कोतर्फ हेर्ने हो भने नेपालले भारतबाट जति सामान भित्राउँछ त्यसको तुलनामा चीनबाट जम्मा 20% मात्र सामान ल्याउन सकेको छ। यसको मतलब चीनबाट चाहे जति सामान भित्राउन साँच्चै नै हाम्रो भौगोलिक परिस्थितिले गाह्रो पारेको स्पष्ट देखिन्छ। यद्यपि नेपालको आर्थिक वर्ष 2025 र 26 को कुरा गर्ने हो भने भारतबाट 12 खर्ब 40 अर्ब रुपैयाँको सामान भित्रिँदा चीनबाट जम्मा 4 खर्ब 25 अर्बको सामान भित्रिएको तथ्याङ्क छ। तर यतिका धेरै पैसा विदेश बाहिरिनु नेपालको लागि यो ठिक होइन। नेपाल गरिब हुनु नै हो। हाम्रो कठिन भौगोलिक बनोट, पहाडी भूभाग र राजमार्ग वा पूर्वाधार निर्माण गर्दा भारी उपकरणहरू, हेभी इक्विपमेन्ट चाहिने हुनाले समतल मैदानको तुलनामा यहाँ 10 गुणा बढी खर्च लाग्छ। यस्तो अवस्थामा नेपाल सरकारसँग सीमित बजेट हुनु र त्यो बजेटलाई पनि अन्य सामाजिक तथा विकासका क्षेत्रहरूमा बाड्नुपर्ने बाध्यता छ। के यही कारणले गर्दा नै नेपाल विकसित देश हुनबाट पछि परेको हो त? अब कुरा गरौँ राजनीतिको। यो त फेरि प्रत्येक सर्वसाधारण र नागरिकले बुझेको, देखिरहेको र एकदमै सामान्य रूपमा स्वीकार गरेको विषय हो कि देश विकास हुन नसक्नु मुख्य कारण त हाम्रै राजनीतिक अवस्था हो भन्ने। राजनीतिक अस्थिरता मुख्य चुनौती र अपरिपक्व र राजनीतिक चक्र साथसाथै र निराशा। हाम्रो राजनीतिक अवस्थालाई लिएर मनमा सबैभन्दा ठुलो प्रश्न खडा हुन्छ। प्रजातन्त्रको आगमन र सङ्क्रमणकाल सुरु भएदेखि नै देखिएको राजनीतिक अस्थिरता कति मुख्य कारण त होइन भन्ने। देशले आफ्नो शासकीय प्रणालीलाई परिपक्व बनाउन नपाउँदै बारम्बार प्रधानमन्त्री र सत्तारूढ गठबन्धनहरू परिवर्तन भइरहँदा के हामी एउटा अपरिपक्व राजनीति चक्रमा फँसेको त छैनौँ? यी सबै कुराहरूलाई निहाल्दा मनमा एउटै कौतूहलता बाँकी रहन्छ। के यी समस्याहरू साँच्चै समाधान हुन नसक्ने हुन् या हामीले सही बाटो पहिलाउन मात्र नसकेका हौँ?